हेलो साथी, नमस्ते, सेवारो स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु। आज चाहिँ मैले हजुरहरूलाई अस्ति नै रोपेकोहरू देखाएको थिएँ। आज चाहिँ फुलहरू खेलिरहेको देखाउँदैछु साथीहरू। यसरी अकबरीहरू ढकमक्क फुलिरहेको छ। बोडीहरू पनि ढकमक्क फुलेको छ। मजाले नै बोडीहरू फली पनि रहेको छ, फुली पनि रहेको छ मजाले ढकमक्क। चारैतिर अकबरीहरू, खरबुजा यहाँ चाहिँ फलिरहेको छ। खोर्सानी अस्ति चाहिँ फुली मात्र रहेको थियो, यसमा चाहिँ अहिले फलिरहेको छ फुलहरू चारैतिर। अकबरीको बोट छ। अस्ति मैले हजुरलाई सबैतिर अकबरीको बोट देखाइसकेको थिएँ। अहिले चाहिँ फुलहरू खेलिरहेको छ। अस्ति चाहिँ फुलहरू खेलेको थिएन। यतापट्टि काँक्राहरू हुने बिरुवाको चिल्लो पात भने जस्तै यो पनि सानो खोर्सानी फुलिरहेको छ मजाले नै। यहाँ चाहिँ रहेको छ ठुलो अकबरी, यहाँ पनि ढकमक्क फुलिरहेको छ। हावा मन्द मन्द चलिरहेको छ, हावाहरू पनि मजाले नै। यहाँ पनि चारैतिर हेर्नुहोस् त, चारैतिर वरपर यता पनि रहेको छ अकबरीको बोट। परपरको सिनहरू पनि राम्रै देखिरहेको छ। मैले क्यामेरा फर्काएर तपाईँहरूलाई चारैतिर देखाइदिँदैछु। मजाले नै फुलेको छ यता पनि काँक्राको बोट। ल हावा पनि मजाले नै हल्का चलिरहेको छ साथीहरू। यो रहेको छ प्लान्ट। मैले आज तपाईँहरूलाई प्लान्टहरू पनि देखाउँदैछु। र यो चाहिँ रहेछ मनी प्लान्ट। यो चाहिँ भर्खरै रोपेको, मजाले जाएको छैन। यताको प्लान्टको चाहिँ नाम आएन। यो प्लान्टहरू चाहिँ के हो यसको नाम चाहिँ थाहा छैन। रोप्न चाहिँ रोपिरहेको छु। कमेन्ट गर्नुहोला साथीहरू यो प्लान्टहरू के हो भनेर, यसको नामहरू। यसरी मैले चाहिँ यतापट्टि चाहिँ प्लास्टिकमा रोपेको छु मैले। प्लास्टिकमा पनि राम्रो हुँदो रहेछ। यो चाहिँ रहेको छ स्नेक प्लान्ट। यसको चाहिँ नाम आयो, यसको चाहिँ आएन मलाई। यसरी यो पनि मैले मनी प्लान्ट रोपेको छु एउटा बोतलमा। यसरी हावाले हल्का हल्का हलिरहेको छ फुलहरू पनि। प्लान्टहरू सबै नाम चाहिँ थाहा छैन। यसको नाम हो के हो भनिदिनु पर्यो साथीहरू, कमेन्ट गरिदिनु पर्यो है साथीहरू, यसको नाम चाहिँ के रहेको छ। यसरी मैले गमलामा ढुङ्गा दुई चारवटा लगाएको छु माथिबाट। राम्रो देखिन्छ, अलिक धेरै लगाउँदा अझ राम्रो देखिन्छ। यो गमलामा कुनैमा छ कुनैमा छैन। अलिक धेरै लगाउँदा चाहिँ कति राम्रो देखिन्छ। कुनै गमलामा चाहिँ लगाएको छु मैले यसरी प्लान्टमा, कुनैमा चाहिँ लगाएको छैन गमलामा। यसमा चाहिँ खाली छ, यसमा पनि छैन ढुङ्गाहरू। ढुङ्गा लगाउँदा चाहिँ राम्रो देखिन्छ। यहाँ पनि एउटा दुईवटा ढुङ्गाहरू चाहिँ यो फुल्न पनि लागिरहेछ यो प्लान्ट चाहिँ। यो चाहिँ रहेको छ मनी प्लान्ट। यसमा चाहिँ मैले ढुङ्गा यसमा नि हल्का हल्का लगाएकी छु, धेर त लगाएकी छुइनँ। हल्का हल्का यसो एक दुईवटा मात्रै लगाएको छु यसमा चाहिँ मैले ढुङ्गा। ल हेर्नुहोस्, यसरी एक दुईवटा मात्रै लगाएको छु, धेरै चाहिँ लगाएको छैन। यसमा चाहिँ मैले अलिक बेसी नै ढुङ्गा लगाएकी छु। ल हेर्नुहोस् त, ढुङ्गा लगाउँदा चाहिँ ज्यादै राम्रो देखिँदो रहेछ अझै। ल हेर्नुहोस् त, यसरी माथिबाट खिच्दा पनि राम्रो देखियो। ढुङ्गा अलिक धेरै लगाउँदा चाहिँ अझै राम्रो देखिँदो रहेछ यसमा। ल तपाईँहरूले पनि यसरी लगाउन सक्नुहुन्छ यसमा। यो चाहिँ यसको नाम पनि थाहा भएन है, यो पनि थाहा छैन। हल्का पानी हेर्नु त परेको थियो। हजुरहरूले कहाँबाट हेरिराख्नु भएको छ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धेरैभन्दा धेरै माया गरिदिनु होला मेरो भिडियोलाई। यो पनि फुल्न लागेको छ। यो पनि मैले भर्खरै सारेको हो। यसको नाम पनि थाहा भएन है त साथीहरू।